उता पछाडिपट्टि होला नि हैन पछाडिपट्टि के त्यो लिने ठाउँमा लिने ठाउँ क्या पछाडिपट्टिबाट होला त्यो पार्किङ गर्ने रहेछ त्यहाँबाट हामी चाहिँ पुनलाई लिने हिँडेको सानो चाहिँ एकछिन झ्यालसँग हुँदैन सानले बल्नु गरिदिन्छ लाग्छ म चाहिँ मसँग त खाता छैन त भइदिरहेछ सानोले पुगिरहेको छ हामी चाहिँ कस्तो राम्रो क्वालिटी आउँछ है तपाईँकोमा त हेलो हेलो गर न हेलो हामी चाहिँ एयरपोर्ट आइपुगिसक्यो देख्न सक्नुहुन्छ छ्या म किन बोलेको क्या म बेकार बोलेको कस्तो नराम्रो जे पाइदियो बोलेको म सबै आयो सबै कुद्दैछौँ हामी ल फाइनली हाम्रो महारानीलाई वेलकम गर्नु झन् डल्ली भएर नमस्ते फाइनली नगरेको बुवाहरूले थाहै छैन आएको त यहाँ एयरपोर्ट आइसकेपछि फोन गरेको अरबिक वर्ड धावारे धावारे होइन क्या अरू दाजु धावारे चप्पल लगाएर के बरु केही चेन्ज भएको छैन जस्तै त्यस्तै चप्पल लगाएर आएको त फाइनली मलाई त रुन मन लाग्यो खै बुहार खै त ल्याने गर्दा म त भाखाइरहेको थिएँ पछि अनि 10 बजेको भने अनि हामी त्यही अनुसार सोचिरहेको थियौँ 10 बजी हिँड्छु अनि त्यही टाइम हुन्छ भने मतलब गएको जस्तो फिल भएको छैन होइन तिनजिली गएको जस्तै हो यो सेयर स्ट्रेन्ज फिल भएर चाहिँ अलिअलि वेदर चाहिँ चेन्ज मतलब उता गएको जस्तो फिल भएको छैन जस आउने बेला चाहिँ रमाइलो भयो त्यहाँ मुस्किलले भेटिदियो नेपालीहरू अझै त्यो पनि नेपाली भाषा बिर्सेको छैन नि कस्तो भइरहेछ उसको त्यो अरबिक टोन आइरहेछ क्या त्यो टोनै डिफ्रेन्ट आइरहेछ ठोकिन्छ अब कोचिरु नि हो सरप्राइज अस्ट्रेलिया
आइरहेछ भिडियो क्लियरली आइरहेछ ल खै रुनी मान्छे सुत्नु भयो क्या मम्मी रुनु ल हक हक ल हाम्रो फुल पनि ल्याइदिउँ ल के हो ल आफ्टर 3 years ढोल बोल न एक्चुअली हक गरे ल ल Thank you, Rosni. Rosni, Pooja. Pooja also, thank you. Pooja also, thank you. Pooja, देऊ न त फेरि मलाई. Thank you, Pooja. साथी दिने? Thank you. मकन दिने? मलाई कस्तो लागिरहेछ बेस्ट फ्रेन्ड आएको छ Best friend आएर यहाँ छ. रुएन तिमीहरू भेट्दाखेरि त्यस्तो देख्यो त्यस्तो हुन्छ क्या इमोसन भने त्यस्तो हुन्छ क्या अहिले थाहा थिएन उसलाई देख्यो किनकि यस्तो छ भनेर मलाई थाहा छैन यो कहिले पनि मेरो अगाडि इमोसन हुँदैन इमोसन देखाउँदैन क्या माया होस् जे होस् त्यो मैले फिल चाहिँ गर्छु तर कहिले देख्दैन चाहिँ देखाउँदैन यसले त्यस्तो त हुँदैन त्यस्तो साह्रो हुँदैन यस्तो हुन्छ क्या तर केयर चाहिँ गर्छ क्या ए मतलब रुयो भने छ्या भन्ने त्यस्तो कस्तो वाला अरे अघि अघि है त्यस्तो होइन है रजनी गुड यार गुड सिस्लिङ बहिनी हेर तिम्रो जुमिला बहिनी भेटियो ल अनि तँलाई दिदी आएकोमा कस्तो लागिरहेछ एकदमै खुसी लागिरहेछ रुन मन लागेन मिल्ने दिदी हो मेरो त्यही भएर किन रुनु मलाई झन् खुसी चाहिँ हुन्छ नि त्यही त खुसी भएर रुनु मन लागेन नि बुनुसम्म नपुगोस् यो कुरा बुन्दिलाई पनि थाहा छ तर त्यस्तो भन्छ उसलाई पनि थाहा यो ऊ रमाइलो पनि खाएको छैन भने त त्यही भन्छ हामी चाहिँ भाइब्स मिल्छ मैले त काकी चाहिँ अरू हुन्छ नि छोरी आउनु बित्तिकै छोरी कस्तो रुन्छ नि म त त्यो भनेको त मेरो मम्मी पनि सेम तपाईँलाई कस्तो लागेर छ मतलब सपना जस्तो लागेर चाहिँ विपन अस्ति भर्खर पढाएको अस्ति त्यो हो त्यो भएर चाहिँ हुन्थ्यो सरप्राइज भयो भने चाहिँ हुन्थ्यो दिनु पर्थ्यो क्या तैँले अनि त दिनु पर्थ्यो कस्तो हुन्छ एयरपोर्टमा एक्लै आउँदाखेरि कस्तो फिल हुन्छ होइन अब हामीलाई भन्न मिल्थ्यो हामी आइहाल्थ्यो नि सबै दिनु मिलेर कुराकानी गरेर होइन तर मम्मीहरूले 1 महिना अगाडिदेखि टिकट फिक्स भयो भनेर सोधे दिनदिनै है